बजारको चार्ट हेर्दा कहिलेकाहीँ कस्तो लाग्छ भने यो त केवल मूल्यहरूको उतार चढावको एक किसिमको कोलाहल मात्र हो। तर यदि हामीले यसका ढाँचाहरू चिन्न सक्यौं भने हो त्यही कोलाहलभित्र एउटा स्पष्ट दिशा लुकेको हुन्छ। ल आउनुहोस् आज बजारको प्रवृत्ति वा ट्रेन्ड कसरी चिन्ने भन्ने कुरालाई एकदमै सरल तरिकाले बुझौं। हो, पहिलो पटक मूल्यको चार्ट हेर्ने धेरैलाई यस्तै लाग्न सक्छ। हरियो र रातो क्यान्डलहरू, कता हो कता माथि तल गरिरहेका रेखाहरू, के हो यो सब? के यसको साँच्चै नै केही अर्थ छ वा यो केवल एउटा भाग्यको खेल मात्रै हो? तर सत्य के हो भने यो हल्लाभित्र एउटा संरचना लुकेको हुन्छ। यो सबै कुरा बुझ्ने सबैभन्दा सजिलो तरिका के हो भने बजारलाई एउटा पहाडको परिदृश्यको रूपमा सोच्ने। एकचोटि त्यो पहाड देखिन थाल्यो भने त्यो अनियमित देखिने कोलाहल पनि एउटा नक्सा जस्तो बन्न थाल्छ। ल ठिक छ, अब यसमा अलि गहिरिएर जाउँ है त। बजारको प्रवृत्ति चिन्नु भनेको खासमा त्यो ठूलो चित्र हेर्नु हो। बजार अहिले कुन अवस्थामा छ भनेर थाहा पाउनु हो। पहाड चढ्दैछ, ओर्लन्दैछ वा सम्म परेको मैदानमा हिँड्दैछ। यो एकदमै सरल छ है त। सोच्नुस् न, जब मूल्य लगातार माथि 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 गइरहेको छ त्यो भनेको हामी उकालो हिँडिरहेका छौं हो, त्यसैलाई भनिन्छ अपट्रेन्ड। अनि जब मूल्य लगातार तल झरिरहेको हुन्छ त्यो भयो ओह्रालो यात्रा अर्थात् डाउन ट्रेन्ड। र कहिलेकाहीँ के हुन्छ भने मूल्य न माथि जान्छ न तल, एउटा निश्चित दायरामा मात्रै घुमिरहन्छ। हो, त्यो चाहिँ सम्म परेको बाटोमा हिँडे जस्तै भयो, जसलाई हामी साइडवेज मार्केट भन्छौं। ल अब यी प्रवृत्तिहरूमध्ये पहिलो अर्थात् अपट्रेन्डको बनावटलाई अलि नजिकबाट हेरौं। आखिर यो बन्छ कसरी र हामीले यसलाई स्पष्ट रूपमा कसरी चिन्न सक्छौं? यसलाई बुझ्ने सबैभन्दा राम्रो तरिका भर्याङ चढ्ने कल्पना गर्नु हो। मानौ कोही एक खुड्किलो माथि जान्छ, एकछिन रोकिन्छ अनि फेरि अर्को खुड्किलो चढ्छ। समग्रमा हेर्दा उसको यात्रा त माथितिर नै गइरहेको छ नि, होइन र? अपट्रेन्डको पहिलो महत्त्वपूर्ण तत्त्व हो हायर हाई वा छोटकरीमा एचएच। यसको मतलब मूल्यले बनाएको हरेक नयाँ उचाइ वा पीक अघिल्लो उचाइभन्दा माथि हुन्छ। यो ठ्याक्कै कस्तो हो भने भर्याङको प्रत्येक नयाँ खुड्किलो अघिल्लोभन्दा माथि हुनु जस्तै। यसले खरिदको दबाव बढ्दै गएको सङ्केत गर्छ। र दोस्रो तत्त्व हो हायर लो वा एचएल। यसको मतलब जब मूल्य केही तल झर्छ त्यो अघिल्लो पटक झरेको बिन्दुभन्दा माथि नै रोकिन्छ। भनौं न, माथि चढ्दा आराम गर्ने ठाउँ पनि हरेक पटक उकालो लाग्दैछ। यसले के पुष्टि गर्छ भने गिरावट हुँदा पनि खरिदकर्ताहरू फेरि बजारमा प्रवेश गर्न हतारिन्छन्। अब यो चित्रले यसलाई एकदमै राम्रोसँग देखाउँछ। हेर्नुहोस् त कसरी मूल्यले नयाँ शिखर एचएच बनाउँछ, त्यसपछि थोरै तल झरेर अघिल्लो भन्दा माथिको पिँध एचएल बनाउँछ र यो क्रम लगातार चलिरहन्छ। हो, यो ढाँचा देख्नु भनेको बजारको लगाम खरिदकर्ताको हातमा छ भन्ने स्पष्ट सङ्केत हो। ल अपट्रेन्ड बुझिसकेपछि अब यसको ठिक उल्टो डाउन ट्रेन्डको बनावटलाई हेरौं। यसको संरचना पनि उत्तिकै तार्किक र चिन्न सजिलो छ। यदि अपट्रेन्ड भर्याङ चढ्नु हो भने डाउन ट्रेन्ड भन्नुस् भर्याङबाट ओर्लनु हो। यसमा कोही एक खुड्किलो तल झर्छ, एकछिन रोकिन्छ अनि फेरि अर्को खुड्किलो तल झर्छ। समग्रमा यात्रा तलतिर नै गइरहेको हुन्छ। डाउन ट्रेन्डको पहिलो तत्त्व हो लो हाई वा एलएच। यसको मतलब के हो भने मूल्य जब थोरै माथि उक्लिने प्रयास गर्छ त्यो अघिल्लो पटक उक्लेको उचाइभन्दा तल नै रोकिन्छ। कस्तो भने माथि फर्किन खोज्दा पनि पूरा शक्ति नपुगे जस्तो। यसले खरिदकर्ताहरू कमजोर हुँदै गएको देखाउँछ। र दोस्रो तत्त्व हो लोअर लो वा एलएल। यसको अर्थ मूल्यको प्रत्येक नयाँ गिरावटले अघिल्लो पिँधलाई तोडेर अझै तल पुग्छ। यसले बजारमा विक्रेताहरूको बलियो पकड छ भन्ने कुरा पुष्टि गर्छ। यो स्लाइडको चित्रले डाउन ट्रेन्डको संरचनालाई छर्लङ्ग पार्छ। हेर्नुहोस् न, कसरी मूल्यले नयाँ पिँध बनाउँछ अनि थोरै माथि उक्लिएर अघिल्लो भन्दा तलको शिखर बनाउँछ। यो ढाँचा देखिनुको मतलब हो कि बजारमा विक्रेताहरू हावी छन्। ल अब अलिकति पछाडि हटेर हेरौं। जसरी वर्षमा मौसमहरू बदलिन्छन् नि, हो त्यसै गरी बजार पनि विभिन्न चरण वा चक्रहरूबाट गुज्रिन्छ। यी प्रवृत्तिहरू एक्लै हुँदैनन्, यिनीहरू एउटा ठूलो चक्रको हिस्सा हुन्। बजार सामान्यतया यी 4 चरणहरूमा चल्छ। पहिलो एक्युमुलेसन, जहाँ मूल्य तल हुँदा ठूला लगानीकर्ताहरू चुपचाप खरिद गरिरहेका हुन्छन्। दोस्रो मार्कअप,
जहाँ त्यो खरिदको असरले मूल्य तीव्र गतिमा माथि जान्छ। त्यही हो अपट्रेन्ड। तेस्रो, डिस्ट्रिब्युसन, जहाँ मूल्य माथि पुगेपछि ठूला खेलाडीहरूले बेच्न थाल्छन्। र चौथो, मार्कडाउन, जहाँ त्यो बिक्रीको चापले मूल्य घट्न थाल्छ, अर्थात् डाउन ट्रेन्ड। यो वाइकफ मार्केट साइकलको चित्रले यी 4 चरणहरूलाई देखाउँछ। एक्युमुलेसन एउटा शान्त तोर्सो चरण हो, त्यसपछि मार्कअपमा अपट्रेन्ड सुरु हुन्छ, डिस्ट्रिब्युसनमा फेरि बजार तेर्सो हुन्छ र अन्तमा मार्कडाउनमा डाउनट्रेन्ड सुरु हुन्छ र यो चक्र फेरि सुरुबाट दोहोरिन्छ। अब प्रवृत्ति विश्लेषणको एउटा अझ सूक्ष्म तर एकदमै महत्त्वपूर्ण पक्षलाई बुझौँ। धेरैले बजारको दिशा र त्यसको शक्तिलाई एउटै कुरा ठान्छन्, तर त्यस्तो होइन। यो स्लाइडले भिन्नतालाई स्पष्ट पार्छ। दिशाले केवल बजार कता जाँदैछ भन्ने बताउँछ, माथि, तल वा तेर्सो, तर शक्तिले त्यो चालमा कति दम छ, त्यो चाल कति बलियो छ भन्ने कुरा बताउँछ। यो उदाहरणले यसलाई अझै स्पष्ट पार्छ। दुवै साइकल चालक उकालो नै गइरहेका छन्, यानि दुवैको दिशा एउटै हो, तर एकजनाको गति र शक्ति धेरै छ। बजारको प्रवृत्ति पनि ठ्याक्कै यस्तै हो। अपट्रेन्ड त हुन सक्छ, तर त्यो कत्तिको बलियो छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसो भए बलियो प्रवृत्ति कसरी चिन्ने त? यसका केही सङ्केतहरू यहाँ छन्। चार्टमा ठूला र बलिया क्यान्डलहरू देखिनु, मूल्य थोरै मात्रै तल झर्नु र महत्त्वपूर्ण मूल्य स्तरहरूलाई सजिलै पार गर्नु। यस्तो देखियो भने त्यो प्रवृत्तिमा दिशा मात्र होइन, शक्ति पनि छ भन्ने बुझिन्छ। ल, आजको यस विश्लेषणलाई सारमा हेरौँ। हामीले के सिक्यौँ भने अपट्रेन्ड भनेको लगातार हायर हाइज र हायर लोजको श्रृङ्खला हो। डाउन ट्रेन्ड भनेको लोअर हाइज र लोअर लोज हो। बजार 4 चरणको चक्रमा घुम्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा प्रवृत्तिको दिशा र त्यसको शक्ति 2 फरक कुरा हुन्। यी साधारण नियमहरू बुझेपछि बजारको चार्ट अब अनियमित कोलाहल होइन, बरु एउटा नक्सा बन्छ। नक्सा त अब उपलब्ध छ, तर प्रश्न यो रहन्छ, यो नक्साले देखाएको बाटोमा हिँड्ने साहस कसले गर्छ?